नमस्कार, 안녕하세요. म डिली नेउपाने तपाईलाई स्वागत छ आजको नयाँ क्लासमा। आजको क्लासमा हामीले थेम्यंशको बारेमा पढ्नेछौँ, अर्थात् सर्वनाम है, प्रोनाउन। नामको सट्टामा प्रयोग गर्ने शब्दलाई के भनिन्छ अरे? सर्वनाम भनिन्छ। यसैको बारेमा हामीले पढ्नेछौँ। मैले यहाँ छुट्याएर राखेको छु हैन, यो छुट्याएरै राख्नुपर्छ भन्ने जरुरत चाहिँ छैन। तपाईलाई सजिलो होला बुझ्नलाई भन्ने हिसाबले पनि छुट्याइदिएको हो। ल हेरौँ है। ना भनेको के रे? म है। मलाई भन्नुपर्दाखेरि ना भनेर भनिन्छ, तर यो अलि इन्फर्मल हो। साथीभाइसँग अलि सानातिना मान्छेहरूसँग कुरा गर्दाखेरि ना भनेर कुरा गर्न सक्यो। म भन्दाखेरि छ भनेको अर्थ पनि म नै हो, तर यो अलि फर्मल हो। ठुलो मान्छेहरूसँग राम्रोसँग बोल्नु पर्दाखेरि है, उहाँहरूसँग कुरा गर्नु पर्दाखेरि छ भनेर भन्ने। म भनेको चाहिँ उरी भनेको हामी, उरी भनेको हामी, प्राय सबै ठाउँमा उरी भनेर भन्ने गरिन्छ। यो न्युट्रल भयो, इन्फर्मल पनि भएन, फर्मल पनि खासै भएन। ठिक छ, बुझ्दै हुनुहुन्छ? अनि ना भनेको चाहिँ म, न भनेको चाहिँ त, न भनेको चाहिँ त। यहाँ तिमी भन्ने तापनि यो इन्फर्मल हो। इन्फर्मल भन्नुको अर्थ त भन्ने हुन्छ। ठिक छ, बुझ्नु भएको छ? ना भनेको म, न भनेको त है त। अनि त्यसपछि थाङसिन, थाङसिन भनेको चाहिँ यो त नै भन्ने अर्थ हो। यो झगडा पर्ने बेला प्रयोग गर्छन् मान्छेहरूले कोरियामा हैन। यो चाहिँ फानमाल हो के। झगडा पऱ्यो, बुढाबुढी झगडा पऱ्यो भने कहिले त हलान फलान यस्तो यस्तो भन्ने हुन्छ नि, थाङसिन भन्ने हुन्छ कि होइन। यो चाहिँ प्रयोग गरिँदैन है, हामीले पढ्ने बेला खासै हुँदैन, तर यो जानिराख्नुपर्छ। कहिलेकाहीँ अब हामीले थाङसिन भनेको तपाईँ हो भन्ने भयो, कोरिया पुगेर चाहिँ त कोरिया त्यहाँ पुगिसकेपछि अब कसैलाई भन्नु पऱ्यो थाङसिन हलान फलान भन्दाखेरि त्यसले त मार्छ फेरि। थाङसिन भनेको चाहिँ एकदम चाहिँ त्यो नराम्रो शब्द जस्तो हुन्छ है, थाहा पाउनुपर्छ। अनि नए, नए भनेको चाहिँ के? तिमीहरू, तँहरू भन्न खोजेको। नए ए तँहरू भन्न खोजेको चाहिँ इन्फर्मल भयो है। अनि यरबुन भनेको तपाईँहरू, यहाँहरू है। तपाईँहरू, यहाँहरू भन्दाखेरि के भनिन्छ? यहाँहरू भनेर भनिन्छ नि, जस्तो सम्बोधन गरिन्छ नि त होइन। तपाईँहरूलाई स्वागत छ, यहाँहरूलाई स्वागत छ भने हो, त्यस्तो अवस्थामा चाहिँ भन्ने। बुन भनेको के हो? अलिकति रेस्पेक्टफुल वर्ड हो है त, यरबुन। त्यसपछि खु भनेको चाहिँ ऊ, यो पनि ठिकठाकै हो क्या होइन। त्यस्तो इन्फर्मल पनि होइन, फर्मल पनि होइन, तर अलिक कम इन्फर्मल, धेरै फर्मल पनि होइन। यो चाहिँ खु भनेर ऊ त्यो मान्छे भनेर भन्नु पऱ्यो भने चाहिँ खु भनेर भन्ने भयो। ठिक छ, त्यसपछि अरू हेरौँ। अब इ गसुन कुनै चिज वस्तुहरू देखाउनु पऱ्यो भने के भन्ने? इ खु छ हुन्छ है। इ खु छ, इ खु छ। ल यो बुझ्नुहोस् पहिला। यो इ खु र छ नि, कुनै पनि चिज वस्तु देखाएर हामीले कुरा गर्छौँ नि त होइन। त्यो अवस्थामा तपाईँ बोल्दै हुनुहुन्छ, तपाईँको नजिकै केही कुरा छ, तपाईँको नजिकै केही कुरा छ, एउटा बल छ उदाहरणको लागि होइन। त्यो बल तपाईँको नजिकै छ भने तपाईँले के भन्नुहुन्छ? यो भनेर कुरा गर्नुहुन्छ, यो बल भन्नुहुन्छ, यो बल ठुलो छ, यो बल राम्रो छ भनेर भनिन्छ होइन। र अर्को कुरा, तपाईँले कसैसँग कुरा गरिराख्नु भएको छ, तपाईँ बोल्नु भएको छ, तपाईँको अलि परपट्टि नजिकै साथी हुनुहुन्छ, तपाईँदेखि केही मिटर पर साथी हुनुहुन्छ। र बलकै उदाहरण लिउँ, त्यो बल साथीको नजिक छ, तपाईँको नजिक छैन। अनि तपाईँले कुरा गर्नुपर्दा ए त्यो बल लिएन, त्यो बल मलाई देऊ न भनेर भन्नुहुन्छ नि। यो बल देऊ न भनिँदैन नि। यो भनेको आफू नजिक भएको, त्यो भनेको अर्को साथी अथवा आफ्नो त्यहाँ विपक्षीसँग नजिकै भएको कुरा, त्यो बल भनेर कुरा गरिन्छ। त्यसपछि अब बल दुईजनाले खेल्दा खेल्दा अलिक टाढा गयो, साथीदेखि पनि टाढा गयो, तपाईँदेखि पनि टाढा गयो, अलिक पर पुग्यो भने के भनिन्छ त्यसलाई? ऊ त्यो बल भनेर भनिन्छ। अब यहाँनिर ऊ थप्दाखेरि पनि अझ राम्रो हुन्छ क्या, ऊ त्यो भनेर भनिन्छ। फार फ्रम बोथ है, यसको ठ्याक्कै अर्थ चाहिँ यसरी लाग्छ कि यो त्यो ऊ त्यो, इ खु छ। अब गत लगाए पनि भयो, जे कुरा लगाए पनि केही फरक परेन। इ गत भनेको इ गसीको छोटो रूप हो। ईको छोटो रूप भनेको इ गत हो है, इ गत हो, इ गसीको छोटो रूप चाहिँ। अनि इ गसुनको छोटो रूप चाहिँ इ गन हो, छोटो रूप भयो, यो छोटो रूप भयो। ठिक छ, बुझ्नु भएको छ है। ल अगाडि बढौँ। अब प्रश्नवाचक सर्वनाम छ क्या, यो छुट्याउनै पर्छ भन्ने छैन है तपाईँले प्रक्रिया।
प्रकार छुट्याउनुपर्छ भन्ने छैन। नुगु नुगु भनेको को, नुगु भनेको चाहिँ को है, नुगु को, हामीले को ऊ त्यो मान्छे को भनेर सोच्छौँ नि, नुगु भनेर सोच्छौँ। नुगु भनेको चाहिँ को है, को प्रश्न गर्दाखेरि आउने कुरा हो यो। त्यसपछि मुवत, मुवत भनेको के चिज, के कुरा, मुअसी, मुअसीको छोटो रूप मुवत, के चिज भन्न खोजेको। अनु, अनु भनेको चाहिँ कुन चिज, कुन कुरा हैन, कुन चाहिँ भनेर भन्नु पर्दैन, अनु है, कुन भनेको चाहिँ अनु, ठिक छ। त्यसपछि अर्को हेरौँ, आमु आमु भनेको जेसुकै पनि, आमुगत, आमु मान्छे होइन, आमु साराम होइन, जो भए पनि फरक पर्दैन। आमु भनेको एनी वान, एनिथिङ, जे पनि भन्न खोजेको क्या, एनी कसै पनि, कोही पनि है, त्यो कसैले भनेको छ यहाँ, कोही पनि होइन, जे पनि हुने भयो यहाँ चाहिँ। अनि आमुगत भनेको जुनसुकै चिज क्या, जेसुकै चिज पनि हुने भयो आमुगत, केही कुरा पनि क्या, तपाईँलाई जे कुरा मन लाग्छ त्यही। यहाँ वरिपरि केही चिजहरू छ, तपाईँलाई जे छान्न मन लाग्छ त्यही छान्नुहोस्। म के छानौँ भन्ने भने आमुगत छान्नुहोस्, जेसुकै कुरा छान्नुहोस् होइन। छागी भनेको चाहिँ ओन सेल्फ, आफ्नो, आफै आफै है, आफै आफ्नो। छागी भनेको चाहिँ आफ्नो आफै, ठिक छ। जस्तो छागी सोगे आफ्नो परिचय, छागी छागी सोगे आफ्नो परिचय, सेल्फ इन्ट्रोडक्सन हुने भयो नि त होइन। अनि छासिन भनेको चाहिँ यो कम्पेयर गरिन्छ प्राय, छासिन भनेको आफू, आफ्नो, आफूभन्दा होइन, यो पनि आफै हो हुन त, तर हिमसेल्फ, हर्सेल्फ हुन्छ, आफ्नै, आफूभन्दा भन्ने अर्थ लाग्छ कहिले। जस्तो छासिन बोदा नाइगा नुफुन सारा मेगिनुन, आफूभन्दा ठुलो मान्छेहरूलाई चाहिँ के गर्नुपर्छ, आदर गर्नुपर्छ होइन। त्यस्तो कुराहरू हामीले पढ्छौँ क्या पछि बुकमा। अहिले त्यस्तो लामो सेन्टेन्सहरू गयो भने तपाईँ फेरि कन्फ्युज हुनुहुन्छ। ल हेरौँ है, बुझ्नुभयो अब यहाँसम्म सबै बुझ्नुभयो है। सर एकचोटि हेर्ने कि त, हेरौँ है, सर हेरौँ। ना भनेको को रे, ना भनेको म तर इन्फर्मल, छ भनेको म फर्मल, उरी भनेको हामी, न भनेको त, थाङसिन भनेको पनि त नै हो, तर यो चाहिँ अलिकति झगडा हुँदाखेरि त्यस्तो खालको कुराहरूमा मात्रै प्रयोग हुन्छ। नए भनेको तहरू, यो पनि इन्फर्मल भयो। यरबुन तपाईँहरू, यहाँहरू, यो चाहिँ फर्मल भयो। खु भनेको ऊ त्यो मान्छे भन्न खोजेको होइन, यो पनि ठिकै हो, तर न्युट्रल हो, त्यस्तो धेरै फर्मल होइन। त्यसपछि इगत अथवा इगन भनेको यो चिज, खुगन भनेको त्यो चिज, अनि छगत अथवा छगन भनेको त्यो चिज, नुगु भनेको को, मुवत भनेको के, अनु भनेको कुन होइन। त्यसपछि आमु भनेको केही पनि, कोही पनि होइन, आमुगत भनेको केही चिज पनि, छागी भनेको आफै, आफ्नो है, छासिन भनेको आफ्नो, आफै, आफूभन्दा कम्पेयर गर्ने, छासिन है, आफ्नो, आफै, आफ्नै भन्ने अर्थ लाग्छ, उस्तै अर्थ लाग्छ। पढ्ने बेला हामीले बुझिहाल्छौँ यो कुरा। ल अब तपाईँलाई म एउटा काम दिन्छु, के काम भन्दाखेरि तपाईँले के गर्नु पर्यो, उदाहरणबाट सर्वनाम पत्ता लगाउनु पर्यो। सर्वनाम पत्ता लगाउनुहोस् भनेर यहाँ भनेको छ, तर तपाईँले के गर्नुहोस् भने नाउन पनि पत्ता लगाउनुहोस्, प्रोनाउन पनि पत्ता लगाउनुहोस्, भर्ब पनि पत्ता लगाउनुहोस्, सबै कुरा पत्ता लगाउनुहोस् ल। म एउटा भनिदिन्छु, बाँकी तपाईँले पत्ता लगाउने है। नानुन, नानुन, ना भनेको के रे, म, सर्वनाम हो। नानुन हाङ्गुगरुल, हाङ्गुगा भनेको के, कोरियन भाषा, कोरियन भाषा, हाङ्गुगरुल फेवायो, सिक्छु, फेउदा भनेको सिक्नु, फेउदा सिक्नु, यो भाव हो है, सिक्छु, फेउदा भनेको के हो, यो भाव भयो, ठिक छ। ना भनेको के रहेछ, म रहेछ। ल अरू तपाईँले थाहा पाउने है, तलतिरपट्टि इगसुन, यो कुरा चाहिँ मुवस इम्निका, के चिज हो, यो चाहिँ के चिज हो। खुदुरुन, यो दुल भनेको चाहिँ हरू भन्ने अर्थ लाग्छ है, खु भनेको के हो तपाईँ थाहा पाउनुहोस्, दुल भनेको हरू भन्ने अर्थ लाग्छ, खुदुल। हाक्सेङ इम्निदा, उनीहरू विद्यार्थी हुन्। ल
प्र्याक्टिस गर्नुहोस्। यस्तै खालकोहरू पनि शब्दहरू, सेन्टेन्सहरू तपाईँले बनाउने प्रयास गर्नुहोस् र त्यहाँबाट छुट्याउनुहोस्, चिन्नुहोस् है। स्पष्टसँग नाउनहरू, प्रोनाउनहरू चिन्न सक्ने हुनुपर्छ। ल, आजको क्लासलाई यतिमै बिट मारौँ। के कति बुझ्नुभयो, नबुझेको कुराहरू छ भने कमेन्ट सेक्सनमा अथवा वाट्सएपमा मलाई सोध्न सक्नुहुन्छ। अनि भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर गर्न त बिर्सिँदै नबिर्सिनुहोस् है। अनि अब हामी नेक्स्ट क्लासमा भेट्नेछौँ। आजलाई यति नै। नमस्कार, खाम्साहाम्निदा।